हामी यति बेला नेपाल सरकारको सिंहदरबारको दक्षिण गेटमा छौँ र हुनुभएका सम्पूर्ण साथीहरू मृत्युदण्डवादी नागरिक अभियान नेपाल 2082 का साथीहरू हुनुहुन्छ र विशेष गरी आज मिति 2083 साल जेठको 18 गते सोमबारको दिन पारेर सिंहदरबारको दक्षिण गेटमा आएर नेपाल सरकारको चाहिँ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 को सचिवालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई नेपालको संविधान कसरी संशोधन गर्ने, के विषयवस्तुहरूमा संशोधन गर्ने भनेर राय सल्लाह र सुझाव माग्दा हाम्रो मृत्युदण्डवादी नागरिक अभियान नेपाल 2082 ले प्रष्ट भाषामा ज्यान मार्ने, नाबालिका बलात्कार गरेर मार्ने, बलात्कारपछि हत्या, भ्रष्टाचार, देश टुक्र्याउने र लागू औषधका मुख्य अपराधीहरूलाई सजाय चाहिँ मृत्युदण्डसम्म गर्ने संवैधानिक व्यवस्था हुनुपर्छ। त्यो संविधान लेखिदिनुस् भनेर जनताको तर्फबाट राय सल्लाह र सुझाव नेपाल सरकारलाई कार्यदललाई प्रस्तुत गरेर निवेदन दर्ता गरेर आएका छौँ। यो सन्देश म सम्पूर्ण देशवासी तथा दाजुभाइ दिदीबहिनीहरूलाई मृत्युदण्डवादी नागरिक अभियान नेपालले गरेको सन्देश र देश र जनतालाई दिएको सन्देश। अब देशमा के हुनुपर्छ, नेपाली जनताले के बुझ्नुपर्छ भने मलाई मार्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ, मलाई बलात्कार गरेर मार्ने अपराधीहरूलाई मृत्युदण्डको सजाय हुनुपर्छ, छोरीचेली बलात्कार गरेर मार्नेलाई मृत्युदण्ड हुनुपर्छ, भ्रष्टाचार गर्नेहरूलाई मृत्युदण्ड हुनुपर्छ, लागू औषधका मुख्य अपराधीहरूलाई मृत्युदण्ड हुनुपर्छ हैन। यही भन्ने छन् र यो आवाजको चाहिँ एउटा संयुक्त प्रतिनिधित्व गरेर हामी यहाँ आएका छौँ र यही सन्देश म देशवासीलाई दिन चाहन्छु र हजुरहरूलाई यो सन्देश ठिक लाग्छ भने हामीहरूसँग जोडिएर हस्ताक्षर गरेर यो अभियानलाई साथ र सहयोग समर्थन गरिदिनु हुन म सम्पूर्ण देशवासी दाजुभाइ दिदीबहिनीहरूलाई नेपालको सिंहदरबारको दक्षिण गेटबाटै अपिल गर्न चाहन्छु र म हजुरलाई पनि सोध्न चाहे हजुरको नाम के र हजुर के भन्न चाहनुहुन्छ नेपाली दाजुभाइ दिदीबहिनीलाई? यतिमै काफी छ, यति मात्र हेर्दा हुन्छ। बलात्कारी, भ्रष्टाचारी, जघन्य अपराधदेखि देश टुक्राउनेदेखि लिएर मृत्युदण्ड नै दिनुपर्छ। हजुर के भन्नुहुन्छ? हजुर के भन्नुहुन्छ? मृत्युदण्डको कानुन चाहिँ ल्याउनु पर्छ। यही त हजुर जघन्य अपराधीहरूलाई चाहिँ मृत्युदण्डको कानुनमा फाँसी दिनु। आज हजुरहरू सिंहदरबारबाट सरकारको लागि पत्र बुझाएर बोल्दै हुनुहुन्छ हैन? मृत्युदण्डको नीति बिना न्याय र देशमा विकास सम्भव छैन। त्यस कारणले म के भन्न चाहन्छु भने हाम्रो अभियानमा जोडिएर हजुरहरू पनि हस्ताक्षर गरेर साथमै हातेमालो गर्न आह्वान गर्न चाहन्छु र मोबाइल नम्बर अथवा हाम्रो सचिवालयको नम्बर दिन चाहन्छु। 97 42 46 88 40 मा कन्ट्याक्ट गरेर हजुरहरू पनि सम्पर्कमा आउन सक्नुहुन्छ। धन्यवाद। हजुरहरू एकचोटि उता फर्किनुहोस् त, हजुरको टी सर्टमा के लेखेको छ म एकचोटि सरर देखाइदिन्छु। ल हेर्नुहोस् है, हाम्रो अभियान रहेको छ मृत्युदण्डवादी नागरिक अभियान नेपालको जुन टी सर्ट हजुरले देखिरहनु भएको छ। हस्त यही भन्दै म धन्यवाद व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।